हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल है। तपाईँहरूको माझमा फेरि पनि भिडियो लिएर आइसकेको छु। अहिले चाहिँ हामी फिलहाल जाँदैछौँ है, दसैँको भिडियो हो यो चाहिँ। हेर्नुहोस् साथीहरू, हामी चाहिँ आज फेरि जाँदैछौँ मामाको घर गुरुबथान है। गुरुबथान चाहिँ हामी टिका लाउन गइरहेको छौँ है। अहिले चाहिँ पुगिसकेको छौँ। हामी चाहिँ बाघपुल पुग्न आँटिसकेको छु है साथीहरू। बाघपुलको नजाराहरू चाहिँ तपाईँहरूलाई देखाउने छु है। फाइनली हामी चाहिँ बाघपुल पुगिसकेको छौँ है साथीहरू। बाघपुल चाहिँ यस्तो छ, यहाँनिर हेर्नुहोस् एकदमै दामी छ है। यहाँनिर यो चाहिँ हो बाघपुल है। बाघपुल भएर जाँदैछौँ हामी चाहिँ गुरुबथान है। गुरुबथान चाहिँ मामाको घर टिका लाउन जाँदैछौँ है साथीहरू। हेर्नुहोस् यहाँनिर चाहिँ एकदमै क्लियर दिन पनि भइरहेछ, एकदमै राम्रो दिन भइरहेछ आजको दिन चाहिँ है। हामी चाहिँ जाँदैछौँ गुरुबथान है साथीहरू। हेर्नुहोस् यहाँनिर चाहिँ हाम्रो बाघपुलको एन्डिङ पनि आइसकेको छ है। यहाँनिर एन्डिङमा हेर्नुहोस् सक्नुहुन्छ बाघको नक्सा है तपाईँहरूले। अनि हेर्नुहोस् बाबा बाघपुल भन्दै हामी जाँदैछौँ है। यहाँबाट पनि हामी लागिसकेको छौँ है साथीहरू। साथीहरू अहिले चाहिँ फाइनली हामी पुगिसकेको छौँ बाख्राकोट है। बाख्राकोटको स्टार्ट पोइन्ट हो यहाँनिर चाहिँ है। यहाँदेखि चाहिँ पस्छ हामी बाख्राकोट है। बाख्राकोटको बाटो चाहिँ एकदमै दामी, एकदमै क्लियर है। एकदमै यहाँनिर बेसी गाडी घोडा पनि नभएको होइन, एकदम सुनसान, एकदमै मजा आउँदो रहेछ यहाँ चाहिँ गाडीहरू घोडातिर हिँड्नु है। स्कुटी बाइकतिर त झन् मजा आउँदो रहेछ, जति कुदाए त्यति मजा आउँदो रहेछ, जति कुदाए त्यति मजा आउँदो रहेछ होइन साथीहरू। त्यो मजा आउँदैछ। मेरो फोन पनि फोर्सले पुरा झर्नु खोज्दैछ होइन, तर पनि मैले एकदमै मजाले पक्रिरहेको छु होइन साथीहरू। हेर्नुहोस् एकदमै दामी क्लियर बाटो है। यहाँमा बेसी भिडभाड पनि नभएको होइन साथीहरू। यहाँ हेर्नुहोस् एकदमै दामी जग्गा रहेछ यहाँ चाहिँ, मन पर्यो मलाई एकदमै। हरियाली हेर्नुहोस् साथीहरू, तपाईँहरूले पनि देखिनु सक्नु भइरहेको छ होइन साथीहरू। हेर्नु अब चाहिँ यहाँनिर आउँछ चिया बगानहरू होइन। यहाँदेखि चाहिँ चियापत्तीको बगानहरू देख्न सक्नुहुन्छ तपाईँहरूले, एकदमै दामी है। यस्तो मजाले चट्ट पारेर होइन बगानहरू देख्न सक्नुहुन्छ तपाईँहरूले होइन। यहाँदेखि उता चाहिँ हामी बाख्राकोट निस्किनेछौँ है। बाख्राकोट निस्केर सकेपछि चाहिँ हाम्रो यस्तो आउनेछ। यो चाहिँ बाख्राकोटको मेन ब्रिज हो है। यहाँ चाहिँ यो बाख्राकोटको चाहिँ अब जस्तै उयो हो। यसलाई चाहिँ के भन्दाखेरि चाहिँ के भन्छ भनेदेखिको अहिलेको फिलहाल निस्केको छ नि, यो चाहिँ एकदमै बाख्राकोटको फेमस जग्गा हो है। यहाँनिर चाहिँ तपाईँहरूले फोटो भिडियो गर्नु सक्नुहुन्छ होइन। यहाँनिर फोटोहरू खिच्नु पनि एकदमै राम्रो आउँछ होइन। एकदमै दामी, हेर्नुमा पनि यस्तो दामी देख्छ यसलाई चाहिँ होइन यहाँनिर चाहिँ। अनि हेर्नु सक्नुहुन्छ तपाईँहरूले, एकदमै मजाको देखिरहेछ भिडियोमा पनि है साथीहरू। बेसी गाडी घोडा पनि कुदेको छैन, एकदमै क्लियर डे पनि अब दिन पनि यस्तो भ्यू पनि यस्तो दामी देखिरहेछ, हेर्नु सक्नुहुन्छ साथीहरू तपाईँहरू पनि होइन साथीहरू। अब हामी चाहिँ म चाहिँ यो देखेर चाहिँ एकदमै खुसी। अब यहाँ आएपछि चाहिँ निदाउँदै गरेको मान्छे पनि यहाँदेखि चाहिँ जगिँदो रहेछ यो भ्यूहरू देख्दाखेरि चाहिँ होइन साथीहरू। यहाँनिर चाहिँ सुतिरहेको मान्छेहरू पनि उठेर एकदमै फोटो भिडियो चाहिँ गर्छ जरुरी होइन। तपाईँहरू पनि आउनु भएको छैन भने आउनुहोस् होला, जरुरी होइन। बाख्राकोटको छेउ हो होइन। यहाँदेखि देख्नुहुन्छ फेरि एकदम दामी दामी बगानहरू कस्तो कस्तो हेर्नुहुन्छ साथीहरू। हेर्नुहोस् एकदमै दामी दामी बगान, चियापत्तीको बगानहरू देख्न सक्नुहुन्छ होइन। यस्तो मजा मजाको यस्तो चट्ट पारेर काटेको है। चियापत्तीको बगान चाहिँ मलाई चाहिँ एकदमै फेभरेट हो। यहाँनिर मान्छेहरू पनि एकदमै चियापत्ती टिपेर आइरहेको है सबैजना। यहाँनिर चाहिँ फोटो खिच्नु चाहिँ एकदमै मन थियो होइन। हरियाली कस्तो मजाको हेर्नुहोस्, कस्तो मजाले मिलाएर रोप्छ कि यो चियापत्ती चाहिँ। म चाहिँ छक्कै पर्छु योहरू देखेर चाहिँ होइन। एकदमै खुसी लाग्छ यस्तोहरू देख्यो भने चाहिँ मलाई है। यताको मान्छेहरूले कति बेसी मेहनत गरेको, कति बेसी यस्तो चियापत्तीहरू टिप्छ है। कत्रो ठुल्ठुलो बगानहरू हुन्छ होइन चियापत्तीको। यस्तो देख्दा चाहिँ मलाई एकदमै खुसी लाग्छ होइन। जति एकदम हरियो होइन, सबै चियापत्ती टिपिरहेको होइन। म पनि जाउँ जाउँ लाग्छ यहाँ चाहिँ है। साथीहरू त्यसरी घुम्दै घुम्दै हामी मामाको घर पनि आइपुगिसकेको छौँ होइन। यहाँ फाइनली मलाई मामाको घर पनि आइसकिसकेको छौँ। मामाले चाहिँ हामीलाई टिका लगाइदिनु आँट्नु भएको छ होइन। यहाँनिर चाहिँ हुनुहुन्छ मामा है हाम्रो, मेरो आमाको सासू आमाको चाहिँ भाइ है, अनि दाजु है, अनि मामा हाम्रो चाहिँ मामा है। त्यहाँ चाहिँ हामी टिका लाउन आइसकेको छौँ होइन। आमा दादा भाउजू चाहिँ टिका लाउन बसिसक्नु भएको छ होइन। मामाले चाहिँ टिका लगाइदिनु हुँदैछ हामीलाई चाहिँ है साथीहरू।
अनि हाम्रो सानो फुच्चीलाई पनि अब यहाँ टिका लाउनुको लागि हैन फुच्ची र आमालाई चाहिँ यहाँ भाउजूलाई चाहिँ टिका लाउनुको लागि रेडी गर्नु हुँदैछ टिका लगाइदिनु हुँदैछ हैन नानी चाहिँ छक्क परेर हेर्दैछ हो ऊ चाहिँ नयाँ ठाउँमा आएर होला त्यस्तो साथीहरु यहाँ चाहिँ मामाले पनि टिका लाउनुको लागि रेडी गरिसक्नु भइसकेको छ हैन यहाँ टिका लाउनुको लागि रेडी पनि बसिराख्नु भएको छ आमा दादा भाउजू योगेश दादा हामी है यहाँनेरि चाहिँ टिका पनि लाउनु सुरुवात गरिसक्नु भइसकेको छ मामाले चाहिँ है आमा दादाहरूलाई टिका लगाइदिनु हुँदैछ अनि भाउजूलाई पनि टिका लगाइदिनु हुँदैछ नानीले चाहिँ के रहेछ भनेर चाहिँ छक्क परेर हेर्दैछ है अनि भाउजूलाई पनि टिका लगाइदिनु भइसकिसकेको छ हैन अब हामी भाउजूलाई टिका लगाएर हामीलाई टिका लगाइदिइसक्नु भएपछि चाहिँ हामी फेरि अर्को घरमा जानुपर्ने हुन्छ है हतार छिटो छिटो गर्नुपर्ने हुन्छ नि त अनि नेपालीको दशैं यसरी नै गइरहेको छ हाम्रो हतारमै है हाम्रो फेरि अर्को दादाको रुममा दादाको उसमा गएर घरमा गएर फेरि दादाको हातको टिका लगाइसकेको छौँ हामीले हैन यसरी नै हतार गर्दै हामी टिका लगाइरहेको छौँ है साथीहरु हामी चाहिँ गुरबथान मामाको घरमा आएको थियौँ हिजो हैन आज चाहिँ हामी फर्किने छौँ है हिरो नम्बर 1 चाहिँ यहाँ छ है अनि आज चाहिँ हामी बसेको थियौँ यहाँनेरि अनि बाहिरको नजाराहरू तपाईहरुलाई देखाउने छु कस्तो दामी छ हैन हेर्नुस् यस्तो मजाको छ बाहिर पनि यस्तो दामी छ हो हेर्नुस् साथीहरु आज चाहिँ हामी यहाँ बसेको थियौँ बाहिरको नजारा एकदम दामी छ हो हेर्नुस् यहाँ चाहिँ मामाको घर हो साथीहरु अब हामी चाहिँ यहाँबाट पनि निस्किँदैछौँ है यहाँनेरि चाहिँ हामी बसेको थियौँ एकदमै मजाको जग्गा रहेछ यहाँ चाहिँ हेर्नुहोस् साथीहरु घाम पनि लागेको छ हैन आजको बिहानको नजाराहरू यस्तो छ हैन उयो पनि दैलो थुनिदिउँ न भाउजू यहाँ चाहिँ हामी बसेको थियौँ एकदमै मजाको रुमहरू पनि रहेछ है यता चाहिँ होमस्टेहरू पनि पुरा छ हैन तपाईहरु घुम्न आउनु सक्नुहुन्छ हैन हेर्नुस् बाहिरको नजाराहरू भ्यू पोइन्टहरू पनि रहेछ अहिले हामी जानेछौँ त्यहाँ चाहिँ है हेर्नुहोस् साथीहरु यस्तो मजाको छ यहाँ चाहिँ जग्गा चाहिँ है साथीहरु अब पोकाहरू त बोक्नै पर्छ हैन नानी गामा भएपछि र पनि यताउता हिँडेपछि चाहिँ पोका पन्देर चाहिँ यस्तो हुन्छ है हाम्रो चाहिँ हो हेर्नु ब्यागले चाहिँ कहिले पनि छोड्दैन मलाई झन् छोड्दैन ब्यागले हो अब भाउजूलाई त अब चाहिँ भर्खर ब्यागले नछोड्ने उयो आउँदैछ हो नानी छ नि त त्यही भएर हामी चाहिँ यहाँ मामाको घरलाई चाहिँ बाई दिँदैछौँ है साथीहरु हेर्नुहोस् यस्तो मजाको छ यहाँनेरि तपाईहरु पनि आउन सक्नुहुन्छ है हामी चाहिँ गएको भ्यू पोइन्ट हैन भ्यू पोइन्टको नाम चाहिँ के हो के रे एकसा दालिमटार भ्यू पोइन्ट होला नि अब दालिमटार भ्यू पोइन्ट अरे हैन यहाँनेरि चाहिँ एकदमै मजाको जग्गा रहेछ हैन साथीहरु होमस्टेहरू पनि छ यहाँनेरि यस्तो राम्रो टारहरू छ हैन टार चाहिँ टाढै रहेछ नि त यस्तो छ साथी यो दालिमटार भ्यू पोइन्टबाट देख्ने चाहिँ दृश्यहरू चाहिँ यस्तो चाहिँ रहेको छ यति दामी चाहिँ अब यहाँनिर पहाडहरूदेखिको लिएर यहाँनिर प्लेन साइडदेखिको लिएर अब प्लेट्यू टाइपको एरियाहरू पनि सबै कभर भएको रहेछ खोला नाला झरना बादल एकदमै रमाइलो भइरहेको छ अहिले चाहिँ यति दामी मौसम पनि यति दामी भइरहेको छ अहिले तर के गर्नु फोनको क्यामेराले गर्दाखेरि चाहिँ अलिकति तपाईहरुलाई राम्रोसँग देखाउनु चाहिँ सकिरहेको छैनौं यो साइडमा देख्ने चाहिँ सबै खोला नाला डाँडा काँडा तर नाम चाहिँ के हो यो जग्गाहरुको केही पनि हामीले चाहिँ भन्नु चाहिँ सकेको छैनौं किनकि हाम्रो गाइड चाहिँ को पनि छैन हामी आफै घुम्न आएको हो त्यो कारणले गर्दाखेरि चाहिँ हामी यहाँबाट यो भ्यू पोइन्टबाट देख्ने जग्गाहरुको नाम चाहिँ तपाईहरुलाई बताउन सकेको छैनौं तपाईहरु पनि एकपल्ट यो दालिमटार भ्यू पोइन्ट एकदम भिजिट गर्न सक्नुहुन्छ यहाँ दामी होमस्टेहरू पनि रहेको छ बस्नुको लागि खानु पिउनु बस्नुको लागि एकदम पिउनुको लागि सब कुरो अवेलेबल छ तपाईहरुलाई सबै कुरो अवेलेबल छ खानु पिउनु बस्नु तपाईहरुलाई पिउनुको लागि पनि एकदम सस्तो मस्तो
एकदम जाडो भयो भने नि एकदम भित्री कोटहरू पनि यहाँ पाइने गर्छ दालिमटारमा एकदम सस्तो सस्तो। यहाँनिर हाम्रो देख्नुहुन्छ यता ब्युटिफुल लेडिज। हामी दुईजना ब्युटिफुलै हो। हामी चाहिँ यहाँ एकछिन घुम्न आएको बिहानै होइन, भ्यू पोइन्ट हेर्नु आएको। यहाँ राम्रो जग्गा लाग्यो होइन। तपाईँलाई कस्तो लाग्यो तपाईँ पनि अलिकति बोल्दिनु। राम्रो लाग्यो जग्गा चाहिँ, भ्यूहरू चाहिँ राम्रै देख्दो रहेछ है। बगानै बगान उतापारिहरू चाहिँ, अन्त चाहिँ यहाँनिर चाहिँ पारिबाट सबै लाभाहरू पनि देख्दो रहेछ, घन्टी डाँडाहरू। साथीहरू हेर्नुहोस् है, यो कोदो बारी पनि एकदमै दामी देखिरहेको छ होइन। यहाँ मामाहरूले चाहिँ एकदमै मजाले लाउनु हुँदो रहेछ होइन। अनि यति भन्दै हामी चाहिँ खानासाना खाएर पनि हामी चाहिँ घरतर्फ लागिसकेको छौँ है। खानाहरू खाएको यताउता गरेको मामाको घरहरू चाहिँ देखाउनु पाइनँ है। भिडियो हतार हतार गर्नु पाएर हतार हतार गरेर पनि मैले भ्याइनँ है। अलिअलि बाहिर चाहिँ देखाएँ होइन साथीहरू। यति भन्दै हाम्रो हिजो जुन चाहिँ बाटो आएको त्यही बाटो रिटर्न फर्किँदैछौँ हामी चाहिँ है। हतार हतार गर्नु पर्दैछ। हामी चाहिँ योपालि धेरै घुम्नु पर्यो होइन, धेरै घुम्यौँ है। हाम्रो घुम्नु पनि उयो थियो होइन। योपालि चाहिँ अब हामी नयाँ बेहुला बेहुली है, यो सबैजनाकोमा मामा काका बडा बडी होइन, बाजे बोजू सबैमा जानु पर्थ्यो। त्यही कारणले चाहिँ हामीले योपालि चाहिँ सबैकोमा गएर होइन टिकाहरू लगाएर आजको दिनमा चाहिँ पूर्णेको भोलिपल्ट हो आज चाहिँ है। यो दिनमा चाहिँ हामीले कम्प्लिट गरिसकेको छौँ है। एकदमै खुसी पनि लागेको छ है। सबैजनालाई भेट्नु पायो, सबैजनाको घरहरू पुग्नु पायो, घर होइन। सबैजनालाई चिनेको नचिनेको घरहरू पनि जानु पाइयो होइन साथीहरू। आउँदो दिनहरूमा पनि यस्तै होस् भन्दै होइन फेरि पनि कामना गर्दछौँ है। हामी दुईजना चाहिँ एकदमै खुसी हुँदै हामी चाहिँ घरतिर लाग्यौँ होइन साथीहरू। हिजो आएकै बाटो हामी चाहिँ घरतिर जाँदैछौँ है साथीहरू। योपालि चाहिँ एकदमै बेसी घुम्नु पायौँ है। बेसी नै घुम्यौँ, बेसी भन्दा पनि 47-48 घर चाहिँ हामीले कम्प्लिट गरिसकेको छौँ है। हेर्नुहोस् यहाँनिर जुन चाहिँ बाटो आयो त्यही बाटो फर्किँदैछौँ हामी चाहिँ। अनि यही बाटो भएर हामी चाहिँ घर जानेछौँ है। यहाँनिर चियापत्ती टिप्ने मान्छेहरू पनि देख्नु भइरहेको छ तपाईँहरूले होइन साथीहरू। यो भन्दै म तपाईँहरूलाई यो भिडियो यहीँ अन्त गर्न चाहन्छु है साथीहरू। तपाईँहरू मेरो भिडियो हेर्दै गर्नुहोस् होला, म नयाँ भिडियो लिएर आउँदैछु है। ओके बाई बाई, थ्याङ्क यू फर वाचिङ, बाई।